मौसम चेन्ज हुँदै गरेको बेलामा हैन नानीहरूलाई रुगाखोकी मार्की लागिरहेको हुन्छ नि त। त्यही भएर मैले चाहिँ घरेलु दबाई हैन कसरी बनाइन्छ भन्ने चाहिँ यो भिडियोमा चाहिँ पुरै हेर्दिनु। तुलसीको बोटमा नानी प्रिन्स पानी तताए यसले अदुवा यसरी अदुवा हाले अनि त्यहाँदेखि मैले ट्याक्क अघि टिपेको हामीले टिपेको तुलसीको पत्ता अनि त्यस पछाडि एकदम पत्ता त्यस पछाडि बेसार हाल्दिएँ मैले बेसार हाल्दिएँ। बुढी यो किचन चाहिँ साफ गर न यार भिडियो बनाउनु पर्छ घरिघरि यार साफ गर भोलिदिन्छु यति ल बेसार हालिसकेँ अनि थोरै यसरी यसरी हल्लाएँ। अब 2-3 मिनट टक्क उम्लिनुको लागि म छोडिदिन्छु। एकदम प्योर हैन लोकल मह है अनि त्यस पछाडि धेरै सानो छ नि त बच्चा धेरै मह पनि खुवाउनु हुँदैन। त्यस पछाडि टक्क यो छान्ने जाली अनि अघि हामीले तताएको बेसार यताउति हैन नुन चाहिँ हालेको छैन नुन चाहिँ अब हाल्नु नि खोकी आउँछ है यसरी गरेर टक्क छान्ने छानिसके पछाडि टक्क यति भएपछि यसरी घोल्ने मजाले घोलिसके पछाडि यति भएपछि नानीलाई यता हेर ल ल ल ल कसले खान्छ लु छिटो नानी यति खाएपछि खोकी च्वाट्टै हुन्छ है। तपाईँहरू पनि यसरी खुवाउनु सक्नुहुन्छ है।